दुई दिन अगाडि सर्वोच्च अदालतको आदेशले तुलसीपुर उच्च अदालतको आदेशलाई सदर गर्ने जुन निर्णय गरेको छ त्यसमा सबैजनाले एकअर्कालाई जानकारी गराउने काम भयो र त्यसमा हाम्रो कानुनी रूपमा हामी त्यसलाई मान्छौं, तर प्रक्रियागत रूपमा हामीले केही कमजोरीहरू त्रुटिहरू भेटेका छौं जुनमा हामी सार्वजनिक रूपमा त्यसमा बहस गर्नेछौं भन्ने कुरा पनि भएको छ। जस अन्तर्गत एउटा शब्द त्रुटि भएर सर्वोच्चले आफै आज सच्याइसक्यो भनेको त्रुटिहरू भएको छ, एउटा पनि भएकै छैन भन्ने कुरामा इभेन अदालतले पनि हामीसँग बहस गर्न सक्दैन, किनकि उसले आफै एउटा सच्याइसक्यो। अर्को बन्दी प्रत्यक्षीकरणको मुद्दामा कतै कुनै कुरा उल्लेख भएको छैन। अर्को यो 73 नम्बरको बुदामा हुनुपर्ने कुराहरू यथेष्ट रूपमा नभएर मुद्दा भित्रको कन्टेन्टमा मात्र जवाफ लेखिएको छ। अदालतको बारेमा कतै नबोल्नु भन्ने कुरा भन्दा पनि अदालतले त आफ्नो सम्मान आफै कायम राख्ने हो नि, कतै त्रुटि कतै असन्तुलन हुन नदिएर भन्ने कुरा हाम्रो आशय त्यो पनि छ। तर अदालतप्रति र अदालतको निर्णयप्रति सम्मान छ, हामी कानुनी रूपमा त्यसलाई मान्न तयार छौं, मान्न बाध्य पनि छौं। यथास्थितिमा यो भ्रष्ट र तस्करहरूले चलाएको गठबन्धनले यो देशलाई कतै पुर्याउला जस्तो देखिँदैन, हैन? यो एकअर्कालाई संरक्षित गरेर भ्रष्ट र विभिन्न किसिमको अभ्यासहरू गरिने, हामी यो गठबन्धन परिवर्तन हुँदै गर्दाखेरि पनि हामीले भनेको थियौं, जुन आज फेरि दोहोर्याउन चाहन्छौं कि यो कतै एकअर्कालाई बचाउनको लागि र खुलेको फाइलहरू बन्द गर्नको लागि बनेको गठबन्धन त होइन भनेर हामीले आशंका राखेको थियौं र त्यो अब दाबी गर्न सकिने अवस्थामा पुग्दैछ र त्यसको भर्खरै खुलेको एउटा भिजिट भिसा काण्डले देखाउँछ। र भिजिट भिसा काण्डमा अर्थमन्त्रीज्यूले निकै शालीन तवरले एउटा कुरा के बोल्नुभयो भने यो प्रमाणित भयो भने म राजनीति छोड्दिन्छु भनेर, हैन? यो प्रमाणित भयो भने त राजनीति छोड्ने हैन, जेल जाने हो, हैन? राजनीति छोड्नै पर्छ, त्यसपछि त्यो अप्सनै होइन। तर अर्को कुरा, अरू दलको नेतालाई त प्रमाणित नभएरै जेलमा थुन्नु भएको छ नि त तपाईले। तपाईहरुको चाहिँ प्रमाणित हुनुपर्ने जेल जानलाई, अरूलाई त प्रमाणित नगरेरै अभियोजन दर्ता भएकै आधारमा थुन्न थाल्नु भएको छ, थुनिरहनु भएको छ, त्यो त छ। त्यसको जवाफ के त? कि पुरानो दललाई चाहिँ प्रमाणित हुनुपर्ने, नयाँ दललाई चाहिँ दर्ता हुँदैमा जेल थुनिदिने, त्यो हो कि त त्यो उहाँले भन्नु पर्यो। त्यो हो, हामी पुरानोलाई चाहिँ प्रमाणित हुनुपर्छ, नयाँलाई चाहिँ दर्ता भए पुग्छ भनेर। त्यसैले त्यो अर्को कुरा, यो देशमा सुशासनको लागि र सुशासन मात्र एउटा विकल्प हो भनेर आन्दोलनमा त जानु पर्दैन भन्ने कुरा पनि छलफल भइराखेको छ। अब पर्सि सदनमा हामी कसरी उपस्थित हुने र भर्खरै खुलेको भिजिट भिसा मानव तस्करी काण्ड र त्यसमा वर्तमान गृहमन्त्रीको संलग्नता र उहाँले एउटा कुरा स्वीकारिसक्नुभयो कि कर्मचारीले बदमासी गर्यो भनेर। बदमासी त कर्मचारीबाटै हुन्छ नि, गृहमन्त्री गएर त्यहाँ टाचा लाउन बस्नुहुन्न, हैन? उहाँको त्यही संयन्त्रले त बदमासी गर्छ कि सबै मन्त्री गएर एयरपोर्टमा सबै विन्डोमा बसेर टाचा लाउने हो र? होइन नि। कार्यान्वयन हुने पक्ष कर्मचारीबाटै हो। कसको कार्यकालमा भयो, उसको सरुवा कसले गरायो, सरुवा विधिवत रूपमा थियो कि थिएन, सरुवा गराउँदै गर्दा कार्यविधि अपनाइएको थियो कि थिएन, सबै विधिवत रूपमा अवलम्बन गरिएको थियो कि थिएन, प्रश्न त त्यो हो नि, हैन? टाचा लगाउने काम मैले गरे होइन, त्यसैले मेरो गल्ती होइन भनेर पन्छिन पाइदैन। संसदमा के गर्नुहुन्छ भनेर रणनीतिक रूपमा म तपाईहरुको अगाडि खुलाउन चाहदिन, तर पर्सिको संसद सामान्य, म बोल्दैछु, सकाएकै थिएन, पर्सिको बैठक सामान्य हुने छैन, यति मात्र अहिले भन्छु।